बागबजारबाट आउने बेला बागबजारबाट सिधा दिल्ली बजार जाने बाटोमा त छ वान वे बोर्ड हैन। त्यो पनि अलि यता सारेको छ। पहिला अलि पर कुनामै थियो, अहिले चाहिँ यता अलिकति यता सारेको छ। त्यहाँ बाँधेको थिएन कि, अहिले चाहिँ त्यो पोलमा बाँधेर राखेको छ। अनि यो यता हात्तीसारबाट आउने बेला यता दिल्ली बजार जाने लेफ्ट टर्नमा बोर्ड राखेको छ, तर लोगो चाहिँ निकालेर राखेको छ कि लोगो नै छैन कि तपाईको त्यहाँनिर। अनि त्यहाँनिर एक्सिडेन्ट भयो भने चिट काट्यो भने चाहिँ कसले जिम्मा लिन्छ? बोर्ड छ, खाली छ कि दुइटै छ, दुइटा बोर्ड छ त्यहाँनिर। अर्को पनि छ एउटा यतापट्टि, त्यहाँ पनि केही छैन कि। अनि त्यो चिट काट्नलाई भनेर निकालेर राखेको त्यो बोर्डहरू चाहिँ मैले एकचोटि भनेको थिएँ कि ट्राफिक सरलाई पनि, यता लेफ्ट टर्न जाने चाहिँ केही पनि जानु मिल्दैन भनेर, केही सिग्नलै छैन भन्दा त त्यहाँ वान वे बोर्ड छ त भन्दै थियो कि। अनि त्यो वान वे बोर्ड यहाँ हात्तीसार बनाउँदाखेरि यो जेब्रा क्रसिङ नआउन्जेलसम्म त्यो वान वे बोर्डै देख्दैन कि। अनि त्यो मान्छे यता कति छिर्यो भने उताबाट गाडी आउने बेला एक्सिडेन्ट हुँदैन, अनि चिट काटिदिन्छ अनि राडा